ह्याप्पी गुड मर्निङ डिएक्सन। म सोनिया छेत्री, हाल दुबईबाट। आज म चाहिँ हाम्रो डिएक्सनको हेड अफिस करामा अफिसमा आइपुगेको छु। आज चाहिँ हल एकदम सुनसान छ। म यही मौकामा चाहिँ एउटा भिडियो बनाएर तपाईँहरूलाई केही कुराहरू जानकारी दिन चाहन्छु। डिएक्सनको सिस्टममा चाहिँ जोडिनको लागि के गर्नुपर्छ होला भनेर कन्फ्युजनमा पर्नुभएको दाजुभाइ अनि दिदीबहिनीहरूको लागि तपाईँहरू नेपालबाट पनि डिएक्सनमा जोडिएर डिएक्सनको सिस्टमलाई अगाडि बढाउन सक्नुहुन्छ। हेर्नुहोस्, र विदेशमा त झन् यति सजिलो छ होइन। विदेशमा चाहिँ एकदमै सजिलो छ हेर्नुहोस् डिएक्सन चलाउनको लागि। र नेपालमा सोच्नुहुन्छ होला अलिकति अफिसहरू टाढा टाढा छ, जानको लागि भाडाहरू धेरै लाग्छ, त्यो म बुझ्छु। तर पनि तपाईँ एकपटक अफिस भिजिट गरेर आफूलाई चाहिएको आवश्यकताको सामानहरू लिएर आउनुभयो र अनलाइनबाट सेल गर्नुभयो भने तपाईँहरूले नेपालबाट सजिलैसँग चलाउन सक्नुहुन्छ। यो सजिलो उपाय दिन चाहन्छु। र डिएक्सनमा कसरी जोइन हुन सकिन्छ भन्नुहुन्छ भने डिएक्सनमा तपाईँहरूलाई कुनै पैसा इन्भेस्ट गर्नु पर्दैन, खर्च गर्नु पर्दैन। इन्भेस्ट जति सक्यो गर्नुहोस्, तर डिएक्सनमा जोडिनलाई पैसा खर्च गर्नु परेन। हेर्नुहोस्, तपाईँलाई एउटा मेम्बरसिप आइडी पनि एकदमै फ्री मिल्छ। हामी फ्री बनाएर तपाईँहरूलाई मेम्बरसिप आइडी दिन सक्छौँ। तपाईँ त्यही आइडी 181 कन्ट्रीमा चाहिँ युज गर्न सक्नुहुन्छ। तपाईँ कन्ज्युमर बनाएर पनि युज गर्न सक्नुहुन्छ, तपाईँ मेम्बरसिप बनाएर पनि युज गर्न सक्नुहुन्छ। तपाईँले त्यो हामीले बनाएर दिएको आइडी। अब त्यो आइडी कसरी बनाउने भन्नुहुन्छ भने तपाईँ विदेशको जुनै पनि कन्ट्रीमा हुनुहुन्छ, तपाईँको एमरेस आइडी अनि जिमेल आइडी अनि मोबाइल नम्बर चाहिँ हामीलाई उपलब्ध गरिदिनु भयो भने हामीले तपाईँलाई चाहिँ डिएक्सनको मेम्बरसिप आइडी बनाएर पठाउन सकिन्छ। हेर्नुहोस् होइन। अब अर्को कुरा चाहिँ तपाईँहरू आइडी त बनाउनु भयो, तर आइडी बनाएर राखेर मात्रै भएन। तपाईँको त्यो डिस्काउन्ट आइडी हो। हेर्नुहोस् है, अहिले तपाईँ युज गर्दै जानुहुन्छ, डिस्काउन्ट हुन्छ। भोलि गएर तपाईँको त्यो आइडी राम्रो मेम्बरसिपहरू बन्नुभयो, तपाईँले बनाउन सक्नुभयो, डिएक्सनलाई चाहिँ अगाडि बढाउन सक्नुभयो भने भोलि तपाईँको त्यो मेम्बरसिप आइडी फेरि ब्याङ्क एकाउन्ट पनि बन्न सक्छ। हेर्नुहोस् है, त्यो मेम्बरसिप आइडी तपाईँको त्यति महत्त्व छ भनेपछि अब डिएक्सनको प्रोडक्टहरू तपाईँहरू कुन प्रोडक्ट युज गर्नुहुन्छ? तपाईँलाई बेसिक प्रोडक्ट चाहिएको मात्रै हो कि तपाईँको शरीरमा चाहिँ एकदमै समस्याहरू छ भने तपाईँ मास्टर प्रोडक्टहरू पनि युज गर्न सक्नुहुन्छ। मास्टर प्रोडक्टहरू युज गर्नुभयो भने तपाईँको बिजनेस सिस्टम चाहिँ एकदमै आफ्नो रफ्तारसँगै अगाडि बढ्छ। तर तपाईँ बेसिक प्रोडक्टहरू युज गर्नुभयो भने तपाईँले चाहिँ आफूले चाहिँ नलेज चाहिँ खुब लिनुहुन्छ, तर सिस्टम अगाडि बढाउनलाई अलि गाह्रो पर्छ। हेर्नुहोस् है, सो कारणले गर्दाखेरि मैले गर्न सक्दिनँ भनेर भन्नुभयो भने तपाईँ कहिले पनि गर्न सक्नुहुन्न होइन। यदि म गर्न सक्छु भनेर चाहिँ अगाडि बढेको व्यक्तिलाई हेर्नुभयो भने तपाईँ अगाडि छिटो बढ्नुहुन्छ। डिएक्सन गरेर छोडेको व्यक्तिलाई हेर्नुभयो भने तपाईँ एक कदम पनि अगाडि चाल्न सक्नुहुन्न। मेम्बरसिप त आइडी बनाउन सक्नुहुन्न भनेपछि कदम चाल्नेको त परै जाओस्। हेर्नुहोस्, र डिएक्सन के हो भन्नुहुन्छ भने जिरोलाई हिरो बनाउने सिस्टम हो। हेर्नुहोस् है, जिरो लेभलको व्यक्तिलाई चाहिँ हिरो बनाउने सिस्टम हो। हेर्नुहोस्, अब यसमा के छ भन्नुहुन्छ भने हेल्थ छ, ह्याप्पिनेस छ अनि फ्रिडम छ। हेर्नुहोस्, अब तपाईँ हेल्थ मात्रै बनाउन चाहनुभयो भने तपाईँले मान्छेहरू जोइन गर्नु परेन, कसैलाई सेयर गर्नु परेन, आफै खानुहोस्, आफ्नो हेल्थ बनाउनुहोस्। अब तपाईँ ह्याप्पिनेस बनाउन चाहनुहुन्छ भने तपाईँलाई मान्छेहरू जोइन गर्नु पर्यो, मान्छेहरूलाई भन्नु पर्यो, आफूले पाएको बेनिफिटहरू सेयर गर्नु पर्यो होइन, तपाईँ ह्याप्पिनेस बनाउनको लागि। अझै फ्रिडम हुनुहुन्छ भने तपाईँको लाइनमा जति सक्यो उति डायमन्डहरू निकाल्नुहोस्। डायमन्डहरू निकाल्नुभयो भने तपाईँ जिन्दगीभरि तपाईँले जागिर गर्नु पर्दैन। फेरि तपाईँले मात्रै होइन कि तपाईँको छोरा नातिलेसम्म जागिर गर्नु पर्दैन। हेर्नुहोस्, तपाईँ फ्रिडम बन्न चाहनुहुन्छ भने डिएक्सनको क्राउन एम्बेसडर बन्ने एउटा आफ्नो सपना बनाउनुहोस्, आफ्नो गोल बनाउनुहोस् अनि तपाईँले डिएक्सनको इन्ट्रेस्ट यसरी लिन सक्नुहुन्छ, मजा यसरी लिन सक्नुहुन्छ, आफ्नो लाइफलाई फ्रिडम बनाउन सक्नुहुन्छ। मैले यो भिडियोमा एकदमै भिडियो चाहिँ लामो भयो, धेरै कुराहरू सर्टकटमा मैले बुझेको कुराहरू होइन सेयर गरेको छु। यति धेरै त मैले बुझेको छैन, म पनि भर्खरै हो, तर यसको उसले गर्दा चाहिँ आफूलाई एनर्जी दिइरहेको छ, अगाडि बढ्ने उत्साहित ममा भइरहेको छ। मैले तपाईँहरूलाई के भन्छु कि डिएक्सनको प्रोडक्ट मन भएसम्म खानियो नभन्नुहोस्।
डिएक्सनको प्रोडक्ट सास रहेसम्म खान्छु भन्नुभयो भने तपाईँहरू अगाडि बढ्नलाई कसैले पनि रोक्न सक्दैन। हेर्नुहोस्, समय कहिले राम्रो चल्छ, कहिले नराम्रो चल्छ। समय आखिर समय नै हो। त्यही समय फर्केर राम्रो पनि हुन्छ, त्यही समय फेरि राम्रो छ भने अलिकति धिमा पनि चल्न सक्छ। हेर्नुहोस्, तर हार मान्नु हुँदैन। हेर्नुहोस्, यति भन्दै आजको बसाइमा म छुटिन्छु। म तपाईँकै आवाजको साथी सोनिया छेत्री। ह्यापी गुड मर्निङ डिएक्सन।